प्रधानमन्त्री किन आउनुहुन्न हामीले थाहा पाउनु पर्यो नि। उहाँ आउनु भएन अहिलेसम्म होइन किन आउनुहुन्न, के उहाँ विदेश जानुभएको छ, बिरामी हुनुभएको छ? होइन कार्यव्यस्तताले हुँदैन। यसरी कार्य व्यस्तताका प्रश्नहरूमा हामी सम्झौता गर्दैनौँ। ठिक छ, उहाँले काम गर्नुहोस्, तर 2 मिनट आएर आफ्नो जिम्मेवारीको राख्नु। भनेपछि फिजिकल एटेन्डेन्सलाई तपाईँले प्रायोरिटीमा राख्नुभयो। जेनजी आन्दोलन पछिको पहिलो नीति तथा कार्यक्रमको कन्टेन्ट कस्तो छ, जनताले त्यसमा प्रतीक्षा गरेका छन्, तर तपाईँहरू फिजिकल एटेन्डेन्सीमा प्रधानमन्त्रीको लाग्नुभयो। होइन, दुईटै कुरा छ, दुईटै कुरा छ प्रिय मित्रहरू। सबभन्दा पहिलो कुरा, जेनजी आन्दोलनले रिफ्लेक्सन गरेको नीति कार्यक्रम त सबै तपाईँहरूले पाइसक्नु भएको छ। आम जनता प्रतीक्षामा छन् कि पाइसक्नु यसमा भएको छ। तपाईँहरूको भूमिका पनि अहिले सुन्नु न। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार जसरी अहिले राजसभा जसरी अग्नि परीक्षामा छ नि, प्रतिपक्षीहरू पनि त अग्नि परीक्षामा हुनुहुन्छ तपाईँहरू जनताको नजरमा। हामी अग्नि परीक्षामै छौँ र हामीले प्रष्ट रूपबाट नीति कार्यक्रमको अनरसिप सरकारले लियोस् र प्रतिपक्षले उठाएका रचनात्मक कुराहरू उसले ग्रहण गरोस् भन्ने कुरामा हामी दृढ छौँ। यो दृढतालाई हामी तलमाथि हुँदैन। जसरी उहाँले आउँदिन भनेर अडान लिनुभयो, कार्यव्यस्तताको कारणले आउँदिन भनेर अडान लिनुभयो भने हामी पनि हुँदैन भनेर अडान लिन्छौँ। सदन चल्न दिनुहुन्न। रमेश प्रसादजीले त तपाईँहरूलाई भने, रमेश प्रसादजीले तपाईँहरूलाई के भन्नुभएको थियो भने उहाँले चाहिँ संसदमा नीति तथा कार्यक्रममा बहस गर्नुपर्ने, तर तपाईँहरूले चाहिँ अनुहारमा बहस गर्नुभयो भन्नुभएको छ। उहाँले आफ्नो कुरा भन्नुभयो। अनि तपाईँहरूले त खोज्नु नै गइरहेछ, अनुहारै खोज्नु भयो नि त। मान्य रमेश प्रसादलाई म आदर गर्छु, सम्मान गर्छु। उहाँको भनाइलाई मेरो केही टिप्पणी छैन। हामीले अनुहार खोजेको होइन, हामीले जिम्मेवारी बोध। अब अहिले पब्लिक के भन्दैछन् भन्ने मान्छे तल कमेन्ट है, फेरि हाम्रो बोली होइन। हिजो अरूलाई घोषपेच गर्ने प्रधानमन्त्री ओलीजी भन्दा तपाईँ एमालेको भएको हुनाले यो प्रश्न गरेको, बरु बोल्दै नबोल्ने बालेन्द्र शाह प्रधानमन्त्री ठिकी क्या हो भन्ने कमेन्ट गरिरहेछन्। यो नागरिकलाई जजमेन्ट गर्न छुट दिनुपर्छ। यसमा हामीले कुनै प्रतिक्रिया जनाउन उचित हुँदैन। जस्तो तपाईहरुले